नमस्कार, बलदेव मा तपाईँलाई हार्दिक स्वागत छ। आजदेखि हामी सुमेगा एकाउन्टिङ सिमुलेसन मेथड अर्थात् एसएएसएम मार्फत मिनिङफुल लर्निङको यात्रामा सँगै अगाडि बढ्नेछौँ। आजबाट हामी एकाउन्टिङ क्लास 11 को नयाँ यात्रा सुरु गर्दैछौँ। तर क्लास सुरु गर्नु अगाडि म तपाईँलाई एउटा सानो प्रश्न सोध्न चाहन्छु। धेरै विद्यार्थीहरूले एकाउन्टिङलाई किन गाह्रो विषयका रूपमा चिन्छन्? के एकाउन्टिङ साँच्चै गाह्रो छ वा एकाउन्टिङ सिक्ने तरिका गाह्रो बनाइएको हो हामीले सिकाउने? विद्यार्थीहरू किन स्ट्रगल गरिरहेका छन्? यसको एन्सर म तपाईँलाई यसरी दिन्छु। यो पिक्चरमा एकजना व्यक्तिले ड्राइभिङ सिकाउनको लागि ठुलो किताब लिएर तपाईँलाई ड्राइभिङ सिकाउँदैछ। मानौँ तपाईँ यहाँ ड्राइभर सिक्न चाहनुहुन्छ, ड्राइभर बन्न चाहनुहुन्छ। के यसरी किताब पढेर ड्राइभर बन्न सकिन्छ? या दोस्रो अप्सन, तपाईँले धेरै ठुलो किताब पढ्नु भएको छैन तर ड्राइभरिङ जानेको मान्छेले तपाईँलाई छेउमा बसेर लिड गरिरहेको छ। सजिलो ठाउँमा बिस्तारै तपाईँ एक्सिलेटर गियर कता के छ भनेर ह्यान्डल घुमाउन थाल्नुहुन्छ। यो दोस्रो तरिका इफेक्टिभ होला नि। यसको एन्सर तपाईँले पाइहाल्नुभयो। भनेपछि एकाउन्टिङ पनि यस्तै हो। एकाउन्टिङ भनेको प्र्याक्टिकल सब्जेक्ट हो, तर हामीले यसलाई थ्योरी घोक्ने विषयको रूपमा अहिलेसम्म पढाउने गर्दै आएको छौँ। यही समस्यालाई समाधान गर्नको लागि हामी एउटा नयाँ मेथड अथवा नयाँ एप्रोचले हामी अकाउन्टिङ, फाइनान्स जस्ता टेक्निकल सब्जेक्टलाई नयाँ एप्रोचबाट पढाउने निर्णय गरेर त्यो एप्रोच हामीले डेभलप गरेका छौँ। के हो त त्यो एप्रोच भन्दा, फर्स्टमा स्टोरी बेस्ड कथाको माध्यमबाट सिकाउने, एक्सपिरियन्स बेस्ड त्यो काम गर्दाखेरि अनुभव हुन्छ नि त। जस्तो अकाउन्टिङमा यदि हामीले सिकाउने हो भने एकाउन्टको अनुभव चाहिन्छ होला, त्यो अनुभवको आधारमा र एउटा सिमुलेटेड बिजनेस इन्भाइरोमेन्ट, हामीले एउटा सिमुलेटेड बिजनेस इन्भाइरोमेन्ट क्रिएट गरेका छौँ। तपाईँले साँच्चै नै त्यो एकाउन्टिङ कोर्स पढेको होइन कि काम गरेको अनुभव गर्दै फिल गर्दै पढ्नुहुनेछ। अनि हामी कन्सेप्ट भिजुअलाइजेसन गर्छौँ। आवश्यक परेको ठाउँमा पिक्चर भिडियो के देखाउनुपर्छ हामी त्यसरी देखाइसकेपछि तपाईँहरूलाई के हुन्छ, प्र्याक्टिकल र इक्जाम फोकस हुन्छ हाम्रो लर्निङ। प्र्याक्टिकल पनि हुने भयो, भोलि कहाँ युज गर्ने पनि थाहा हुने भयो र इक्जामलाई त सहज हुने नै भइहाल्यो। अब के हो त एसएएसएम पढ्दा तपाईँलाई के फाइदा हुन्छ त भन्दाखेरि, तपाईँहरूले घोक्न त पर्दैन, बुझि नै हालिन्छ। कन्सेप्ट बुझेपछि किन घोक्नु पर्यो? स्टोरीको माध्यमबाट सिकाइ सजिलो हुन्छ। सिमुलेसन बेसबाट सिक्दा वास्तविक अनुभव हुन्छ तपाईँलाई, होइन? अनि कन्सेप्ट सजिलै बस्ला, इक्जाम राम्रो होला, समय बस्ला। धेरै जानिसकेपछि धेरै प्र्याक्टिस गर्नु पर्दैन नि त, रमाइलो होला। स्टोरी सुन्दा त रमाइलै हुन्छ, फिल्मको सिरिज जस्तो लाग्ला पढ्न। अनि स्किलको डेभलप हुन्छ नि त। अनि आत्मविश्वास पनि बढ्ला र भविष्यको तपाईँको करियर पनि विकसित होला, बेस राम्रो बन्ला, होइन त? ल, अब त्यसो भए के हो त एसएएसएम सुमेगा एकाउन्टिङ सिमुलेसन मेथड? अनि स्टोरी चाहिँ के हो? अब स्टोरीतिर जाउँ। हाम्रो स्टोरी यस्तो छ। तपाईँ एउटा 11 मा पढ्ने विद्यार्थी, तपाईँलाई अकाउन्टिङ सिक्न पनि मन छ, अकाउन्टिङ काम गर्न पनि मन छ। अनि तपाईँले एकजना व्यक्ति, यो हाम्रो बलदेव सर, हाम्रो स्टोरीमा दुईवटा क्यारेक्टर छ। एकजना यो तपाईँ हो सुमनजी, यो चाहिँ बलदेव सर। तपाईँले बलदेव सरलाई कतै अनलाइनमा देखेको, चिनेको हुनुहुँदो रहेछ। एक दिन पार्कमा भेट भयो, तपाईँले भन्दै हुनुहुन्छ गुड मर्निङ सर, म चाहिँ सुमन हुँ भन्नुभयो। ठिक छ सुमनजी, के छ खबर, कहाँबाट चिन्नुभयो? यताउता गफ भयो। तपाईँले मलाई भन्नुभयो सर मलाई अकाउन्टिङ सिक्न मन छ, म अकाउन्टको स्टुडेन्ट पनि हुँ, मलाई अकाउन्टिङ सिक्न मन छ। तपाईँले राम्ररी पढाउनुहुन्थ्यो, यसो उसो तपाईँले कुरा गर्नुभयो। त्यसो भए ठिक छ सुमनजी, के काम गर्दै सिक्ने हो त? राम्रो अफर, पैसा पनि हुने, पढाइ पनि बुझिने, अनि काम पनि सिक्ने। हुन्छ सर, त्यसो भए हामी जाउँ डे 1 मा। यो हाम्रो सिरिज स्टाइलमा भन्दैछ। डे 1 मा मैले तपाईँलाई त्यसो भए जाउँ न त हाम्रो अफिस भनेर मैले सुमेगा ट्रेड हबमा लगेँ। हामी अब यहाँ पुग्यौँ। म तपाईँलाई भन्दैछु सुमनजी, हाम्रो यो अफिस हो, यो अफिस हाम्रै बिल्डिङमा बनेको हो, यो सबै बिल्डिङ हाम्रो हो। मैले फर्स्ट फ्लोर चाहिँ भाडामा दिएको छु, अनि यो सेकेन्ड फ्लोर र थर्ड फ्लोर चाहिँ हामी अफिसियल युजको लागि काममा ल्याउँछौँ। ठिक छ, पछाडिबाट माथि जाउँ। माथि हेर्दा यस्तो खालको रहेछ, यो चाहिँ सेकेन्ड फ्लोरको आउटलेट। तपाईँ यहाँ एकाउन्ट फाइनान्समा बसेर काम गर्नुहुन्छ होला। अब यो मिटिङ हल हो, यो चाहिँ बलदेव सरको म्यानेजिङ डाइरेक्टर बस्ने रुम भयो। यो बिजनेस भर्खरै खुलेको बिजनेस हो, म तपाईँलाई बताउँदैछु। मलाई पनि एकजना एकाउन्टेन्टको जरुरी थियो। ठिक छ, हेरौँ भित्र। एकाउन्ट एन्ड फाइनान्स रुम हेर्दा यस्तो देखियो। यहाँ फाइलहरू रेडी छ, यहाँ कम्प्युटर छ, यहाँ तपाईँ बसेर काम गर्नुहुनेछ।
यो हाम्रो मिटिङ हल भयो। हामी घरिघरि यहाँ मिटिङ बस्नेछौँ, केही डिस्कस गर्नु पऱ्यो भने यस्तो खालको रहेछ। अब बलदेव सरको डेस्क यस्तो रहेछ, कहिले यहाँ गेस्ट आउँदा यहाँ बस्छन्, यहाँ बलदेव सर टक्क बसेर यसरी काम हुने रहेछ। ठिक छ सुमनजी, त्यसो भए हामी एकचोटि हाम्रो फ्याक्ट्री पनि भिजिट गरौँ। यो हाम्रो फ्याक्ट्री हो, यो चाहिँ हामीले रेन्टमा ल्याएको छौँ है अहिले। यो पछि काम लाग्छ होला यो स्टोरी हामीले हिसाब गर्दा। यो रेन्टमा ल्याएको अफिस हाम्रो हो, तर यो फ्याक्ट्री चाहिँ हामीले रेन्टमा ल्याएको छौँ। फ्याक्ट्रीभित्र जाउँ, यहाँ मेसिनहरू रहेछन्, अलिअलि काम सुरु भइसक्या पनि रहेछ, अलिअलि हामीले सामान पनि ल्याएको रहेछौँ। यो पनि त्यो फ्याक्ट्रीभित्रको एउटा गोदाम हो, हाम्रो स्टोर, जहाँ चाहिँ सानोतिनो गाडीहरू भित्रै छिराएर मजाले सामान झार्ने लोडिङ गर्न सकिँदो रहेछ। यति भिजिट गराएर हामी फेरि फर्क्यौँ हाम्रो अफिसतिर। सुमनजी कस्तो लाग्यो त कम्पनी? वाउ पर्फेक्ट लाग्यो सर। अब हामी के गर्ने तपाईँले सोध्दै हुनुहुन्छ। अब हाम्रो कम्पनी रिलेटेड जुन अरू कम्पनीहरू हुन्छन् हामीले किन्नु पर्ला, हामीले बेच्नु पर्ला, नयाँ बिजनेस हो। आज हामी फर्स्ट डे हो, म चाहिँ त्यही चाहिँ नि मिटिङको लागि हिँडेको थिएँ एग्रिमेन्ट गर्न। तपाईँ भेट्नु भयो, तपाईँलाई म अवश्य भिजिट गराएँ। अब सँगै जाउँ न त भनेर मैले तपाईँलाई अब डेप्टर्स र सप्लायर्स चिनाउँदैछु। अब हाम्रो यस्तो छ प्याटर्न चाहिँ, हामीले बिआरजे सप्लायर्सबाट सामान किन्ने, यो हाम्रो सुमेगा ट्रेड हब हाम्रो कम्पनी भयो। अनि केटिएम सप्लायर्स, पोखरा सप्लायर्स र बुटोल सप्लायर्सलाई हामीले सामान बेच्दा रहेछौँ। यस्तो रहेछ हाम्रो प्याटर्न। एउटा कम्पनीबाट सामान किन्ने, अरू 3टा कम्पनीहरूलाई बेच्ने। कहाँ? एउटा केटिएम, एउटा पोखरा र एउटा बुटोल सप्लायर्स। ठाउँ ठाउँमा हामीले सामान बेच्ने, यस्तो चाहिँ नि हाम्रो स्ट्र्याटेजी रहेछ। तर कारोबार त सुरु भएको छैन। कारोबार सुरु गर्नलाई हामी पहिला गयौँ बिआरजे सप्लायर्सकोमा। बिआरजे सप्लायर्सकोमा अब बिआरजे सप्लायर्सको मालिक उहाँ हुनुहुन्छ, उहाँको एकाउन्टेन्ट यता हुनुहुन्छ होला, तपाईँ र म यहाँ छौँ। तपाईँले बडा ध्यानपूर्वक हेर्दै हुनुहुन्छ। यहाँ बिजनेस डिल एग्रिमेन्ट लेखेको छ। यो के होला त भन्दा हामीलाई बिआरजे सप्लायर्सले कन्डिसन दिनुहुन्छ। ल ठिक छ, म तपाईँ सरसँग कारोबार त गर्छु, तर मलाई तपाईँहरूले जस्तो मानौँ कि 30 दिनभित्र चाहिँ पैसा मलाई तिर्नुपर्छ है। मैले म्याक्सिमम चाहिँ 10 लाखभन्दा उधारो दिन चाहिँ सक्दिनँ है भन्दै केही कन्डिसन राख्नु भएको छ होला नि त। हो, त्यो कन्डिसनमा यसो हेरियो पढियो, ल ठिक छ हामीलाई कारोबार गर्नु छ, ल गरौँ। मैले साइन गरेँ। अब त्यसपछि हामी सप्लायर्सकोमा पो गयौँ। अब हाम्रो डेप्टर्स त फेरि हामी कहाँ एग्रिमेन्ट गर्न आउनु पऱ्यो नि त। हामीले उधारो दिने हो उनीहरूलाई। केटिएम सप्लायर्स, पोखरा सप्लायर्स, बुटोल सप्लायर्स भने त हामीसँग सामान लैजाने मान्छे हुन्, उनीहरू कम्पनी हुन् भनेपछि हामीले उनीहरूलाई पनि बोलाएको थियौँ। आज हाम्रो दुईतिरैको डिल कन्फर्म गर्ने भनेर उनीहरूलाई पनि हामीले सुमेगा ट्रेड हबमा बोलाएको थियौँ। अब हामीले कन्डिसन एप्लाई गर्छौँ। ठिक छ, तपाईँहरू हाम्रो लागि इक्वल्ली हो। तपाईँहरूले सामान बेच्नुहोस्, हामी सामान दिन्छौँ, उधारो पनि दिन्छौँ केही समयको लागि, तर म्याक्सिमम लिमिट भनेको हाम्रो लागि तपाईँहरू हरेकलाई 5 लाख हुनेछ अथवा 8 लाख हुनेछ। यो हामीले कन्डिसन एप्लाई गर्छौँ। हामीलाई तपाईँले म्याक्सिमम चाहिँ नि 30 दिनभित्र चाहिँ पेमेन्ट गर्नुपर्छ है, नत्र हामीलाई पनि त गाह्रो पर्छ, हामीले पनि त बिआरजे सप्लायर्सलाई दिनुपर्छ, हाम्रो पनि त खर्च हुन्छ भनेर हामीले चाहिँ नि कन्डिसन एप्लाई गरेर 3जना मान्छेलाई हामीले एग्रिमेन्ट गरायौँ। यति भयो। ल ठिक छ, अब त्यति हाम्रो काम सकियो। फेरि गयौँ हामी हलमा। सर अब मलाई एकाउन्टिङ के हो, के सिक्नुपर्छ, त्यही नै सिकाउनुहोस् न। तपाईँ नयाँ मान्छे है, जिज्ञासा पनि छ, त्यति अकाउन्टिङ आउँदिन पनि। ल ठिक छ, अब म तपाईँलाई बोर्डमै लेखेर सिकाउँछु। सुमनजी, पहिलो कुरो एकाउन्टिङ बुझ्नको लागि बुक किपिङ बुझ्नुपर्छ। के हो सर बुक किपिङ भनेको? ल सुन्नुहोस्, म बुझाउँछु। बुक किपिङ भनेको अरू केही पनि होइन। हामीले बिजनेसमा जस्तो अघि बिआरजे सप्लायर्समा गएर हामीले एग्रिमेन्ट गऱ्यौँ। अब हामीले बिआरजेबाट हामीले के गर्छौँ, सामान पर्चेज गर्छौँ। त्यो पर्चेज गरेको सामानलाई हामीले रेकर्ड राख्नुपर्छ होला नि त। रेकर्ड राखेन भने के हुन्छ, बिर्सिन्छ, बिल हरौला, के होला होइन, त्यसलाई हामीले रेकर्ड राख्नुपर्छ। अनि केटिएम सप्लायर्स, बुटोल सप्लायर्स, पोखरा सप्लायर्सहरूलाई सामान बेच्यौँ भने त्यसको पनि त हामीले रेकर्ड त मेन्टेन गर्नै पर्छ। राखेन भने के हुन्छ, भोलि हिसाब गडबड भयो भने उनीहरूले होइन मैले त यो सामान किनेकै छैन, यो बिल त म कहाँ आएकै छैन भने हामीले कसरी प्रमाणित गर्ने? रेकर्ड त गर्नै पर्छ। हो, त्यही रेकर्ड गर्ने कामलाई हामीले बुक किपिङ भन्छौँ। अहिलेलाई कन्सेप्ट मात्रै बुझ्ने हो है, यो नोट बनाउनु हुनु पर्दैन, हामी पछि बनाउँला। अब के रहेछ ल यसो हेर्नु त, किराना पसलमा यहाँ कोही व्यक्तिले सामान किन्नु भयो भने अब उहाँ दाइले के गर्दै हुनुहुन्छ, हाम्रो अङ्कलले भन्दा यतिको सामान बेचेँ भनेर टिपिहाल्नु भयो क्या। यही हो बुक किपिङ भनेको, अरू केही पनि होइन है। अब जस्तो कसरी टिपिन्छ यो हामी बिस्तारै सिक्छौँ। जर्नल, क्यास एकाउन्ट, सेल्स, पर्चेज बुक, एनी सब्सिडारी, यिनी हामी बिस्तारै सिक्छौँ। अहिलेलाई बुक किपिङ भनेको मात्रै
ट्रान्जेक्सन भयो, त्यसलाई हामीले रेकर्ड राख्छौँ। कसरी राख्छौँ त सिकौँला नि, हाम्रो कामै त्यही हो होइन। अब यो अब्जेक्टिभ के हुन्छ त यो रेकर्ड राख्यो भने हामीलाई चाहिँ खोजेको बेलामा हामीलाई भेट्नलाई सजिलो हुन्छ। फाइनेन्सियल ट्रान्जेक्सनको कम्प्लिट रेकर्ड राख्छ यसले, एउटा नि छुटाउँदैन। भनेको बेलामा क्यास ब्याङ्क ब्यालेन्स कति छ थाहा हुन्छ, स्टेटमेन्टहरू बनाउन यसले सजिलो बनाउँछ। यस्तै कुरा त हो। त्यसो भए जाउँ एकाउन्टिङ भने चाहिँ के रहेछ त? बुक किपिङ त भयो, हरेक ट्रान्जेक्सनलाई रेकर्ड राख्ने काम बुक किपिङ। त्यसो भए एकाउन्टिङ भने चाहिँ के हो त? एकाउन्टिङ भनेको पनि त्यही बुक किपिङ प्लस बुक किपिङ त हो नै होइन, बुक किपिङ त हो नै एकाउन्टिङ। तर त्यसमा पनि उसले चाहिँ सिर्फ के गर्यो? रेकर्ड राख्ने मात्रै काम गर्यो। अब एकाउन्टिङले त्यो रेकर्डलाई व्यवस्थित तरिकाले समराइज गर्ने। टोटलमा कति ट्रान्जेक्सन भयो त? टोटलमा हामीले बिआरजे सप्लायर्सबाट कति किन्यौँ, केटिएम सप्लायर्सलाई अनि गएर हाम्रो बुटोल सप्लायर्स होइन, अनि पोखरा सप्लायर्सलाई हामीले टोटलमा कति बेच्यौँ, त्यसपछि लास्टमा उनीहरूसँग हामीले अब चाहिँ कति पैसा लिन बाँकी छ हो, त्यस्तो त्यस्तो कामलाई छुट्याउने समराइज गर्ने काम चाहिँ एकाउन्टिङ रहेछ। अब यो एकाउन्टिङ पनि त सिचुएसन अनुसार व्यक्ति अनुसार फरक हुन्छ होला नि त। ल हेर्नु त, यो अङ्कलले आफ्नो एकाउन्टिङ कसरी मेन्टेन गर्नुभएको छ? उहाँले यो भित्तामा किन धर्का तान्नु भएको भन्दा उहाँले हरेक दिन कामबाट आउने बित्तिकै आज म एक दिन काममा गएँ, भोलि अर्को दिन, पर्सि अर्को दिन, पर्सि अर्को दिन गर्दै धर्का तान्दै जानुहुन्छ। महिनामा 20 दिन काम गर्नुभयो भने उहाँको एकाउन्टिङ के भयो? यहाँ अब 20वटा धर्का पुग्छन्। अनि लास्टमा उहाँले हिसाब गर्नुहुन्छ, म त 20 दिन आएको छु भनेपछि मलाई दिनको 500 दिने हो भने पनि मलाई 10,000 दिनुहोस् भन्न पुग्नुहुन्छ नि त। उहाँको एकाउन्टिङ यही भयो होला। अब हाम्रो त बिजनेस हो, हामीले त भित्तामा धर्का केरेर त हुँदैन होला। हामीले के गर्नुपर्छ? अलिकति व्यवस्थित तरिकाले हामीले कुनै रजिस्टरमा नभए हाम्रो कुनै चाहिँ नि अब कम्प्युटर ल्यापटपमा चाहिँ नि सिस्टमेटिक तरिकाले हामीले काम गर्नुपर्ने हुन्छ। त्यही त हो एकाउन्टिङ भनेको। अहिलेलाई डिफिनेसन पनि एकछिनलाई छोडिदिउँ न, किन चाहियो र होइन, बुझि त हाल्यौँ भनेपछि पछि हामी नोट बनाउँछौँ है डिटेलले मजाले, आज बुझ्ने मात्रै काम गरौँ। भनेपछि एकाउन्टिङ भनेको यसरी समराइज गर्ने, टोटलमा के रहेछ भनेर समराइज गर्ने। अघि मैले भनिहालेँ बुक किपिङ र एकाउन्टिङ के फरक छ त भन्दा एकाउन्टिङ चाहिँ अलि ठुलो प्याकेज हो। यही एकाउन्टिङभित्रको एउटा सानो पार्ट चाहिँ बुक किपिङ रहेछ। यति बुझेस् त सकि त हाल्यो। ल ठिक छ। अब फेरि हामी त कहाँ छौँ? उही हलमै छौँ होइन र, एग्रिमेन्ट गऱ्यौँ फर्क्यौँ, हलमै छौँ नि त। अनि तपाईँलाई फेरि जिज्ञासा, सर सुमेगा ट्रेड हबमा कस्ता कस्ता ट्रान्जेक्सन हुन्छन्? अब तपाईँलाई जिज्ञासा हुनैपर्छ, नत्र त सकिगयो नि। ठिक छ, सुन्नुहोस् सुमनजी, बिजनेस ट्रान्जेक्सन कसको? सुमेगा ट्रेड हब। सुमेगा ट्रेड हबको हो, एउटा कम्पनी हो। यसको एकाउन्टेन्ट अबदेखि को हो? तपाईँ हो। तपाईँलाई मैले आजदेखि एकाउन्टेन्ट बनाइसकेँ नि त होइन। ल ठिक छ। बिजनेस ट्रान्जेक्सन सुरुमा तपाईँ यति बुझ्नुहोस् कि सुमनजी, बिजनेस हुनको लागि के गर्नुपर्छ भन्दा कुनै व्यक्तिले बिजनेसमा पैसा त हाल्नै पर्छ। कसैले लगानी नगरिकन बिजनेस सुरु हुन्छ र? जस्तो यो सुमेगा ट्रेड हब सुरु गर्नुभन्दा अगाडि मैले केही पैसा त बिजनेसमा लगानी गरेको छु होला भनेपछि त्यसलाई मैले सुरुमा के भने क्यापिटल इन्ट्रोड्युस इन बिजनेस। बिजनेसमा क्यापिटल आयो। क्यापिटल भनेको पुँजी, पुँजी भनेको टोटलमा पैसै बुझौँ। मैले बिजनेस गर्नको लागि आफूसँग भएको रिसोर्सहरू बिजनेसमा लगानी गरेँ। त्यो रिसोर्स हुनसक्छ मेरो, त्यो आफ्नै बिल्डिङ पनि मेरो रिसोर्स हो, पैसा मात्रै भन्ने हुँदैन। त्यहाँभित्र अघि हामीले हलमा देखेका तिनी ल्यापटप कम्प्युटर अलरेडी थिए भने त्यो पनि त मेरो रिसोर्स हो भने त्यो सबैकोलाई हामीले के भन्दा रहेछौँ? क्यापिटल भन्दा रहेछौँ। सकि त हाल्यो। अब त्यस्तै हामी पर्चेज अथवा क्रेडिटर्स रिलेटेड ट्रान्जेक्सनतिर जाउँ। अब क्रेडिटर्स भनेपछि हामीले कहाँबाट पर्चेज गर्छौँ? पर्चेज गर्नेलाई हामीले क्रेडिटर्स भन्छौँ। हामीले कहाँबाट पर्चेज गर्छौँ? बिआरजे सप्लायर्सबाट पर्चेज गर्छौँ। भनेपछि बिआरजे सप्लायर्ससित हाम्रा कस्ता ट्रान्जेक्सन हुन्छन् त भन्दा हामीले एउटा कन्डिसन सिधा बिआरजे सप्लायर्सकोमा जाने, सामान किन्ने, पैसा पे गर्ने, तिर्ने अनि फर्किने गऱ्यौँ भने त्यो के भयो? क्यास पर्चेज भयो। हामीले पैसा दिएका छैनौँ, पैसा दिएर सामान किनेका छौँ, क्यास पर्चेज। अब क्रेडिट पर्चेज, हामी बिआरजे सप्लायर्सकोमा गयौँ, सामान चाहिँ ल्याएर आयौँ तर पैसा तिरेको छैन, पछि तिर्छु नि त भनेर उधारो राखेर आयौँ भने त्यो चाहिँ हाम्रो के भयो? क्रेडिट पर्चेज भयो।
अब के एकचोटि क्रेडिट पर्चेज गरिसकेपछि पैसा नतिरी सुख छ त? अघि हामीले बिआरजे सप्लायर्सकोमा गएर एग्रिमेन्ट गरेर यहाँ सिग्नेचर गरेका छौँ नि त लास्टमा, त्यो सिग्नेचरमा के लेखिएको छ माथि भन्दा 30 दिनभित्र 30 डेजभित्र चाहिँ तिर्नुपर्छ भनिसकेको छ। त्यसो भए यो सामान हामीले 1 लाखमा किनेको हो भने यो पैसा त हामीले केही टाइममा त तिर्नुपर्छ होला। हो, त्यो तिर्ने कामलाई भन्छौँ पेमेन्ट टु क्रेडिटर्स। भाषामै क्लियर छ। क्यास पनि तिर्न सक्छौँ अथवा ब्याङ्कको चेक पनि तिर्न सक्छौँ। चेक काटेर दिने पनि हुनसक्छ, पेड टु बिआरजे सप्लायर। सकिएन त अब? यही त हो क्रेडिटर्ससित रिलेटेड ट्रान्जेक्सन। त्यस्तै डेप्टर्स रिलेटेड ट्रान्जेक्सन चाहिँ के हुन्छन् त? एकचोटि हेरौँ। अब हामीसँग जस्तै केटिएम, बुटोल र पोखरा सप्लायर्स, उनीहरू को हुन्? हाम्रो सेल्स गर्ने त तिनीहरूलाई हो नि। सेल्स गर्छौँ भनेपछि तिनीहरू हाम्रा डेप्टर्स हुँदो रहेछन्। पर्चेज गर्ने सप्लायर्स, हामीले सेल्स गर्ने डेप्टर्स, यति त रहेछ। अब तिनीहरूसँग कस्ता ट्रान्जेक्सन हुन्छ त? मानिलिउँ यहाँ पोखरा सप्लायर्सको एकजना अघि आएको मान्छे आउनुभयो, अथवा केटिएम सप्लायर्सको महिला हुनुहुन्थ्यो होइन। केटिएम सप्लायर्सको हामी कहाँ आउनुभयो, सुरुमा आउनुभयो, सामान किन्नुभयो, पैसा पे गर्नुभयो, सामान लिएर जानुभयो। के भयो? क्यास सेल्स। हामीले सामान बेच्यौँ तर पैसा पनि पायौँ भनेपछि क्यास सेल्स भयो। त्यस्तै अब केटिएम सप्लायर्सको मान्छे आउनुभयो, सामान पनि लैजानुभयो अनि जानुभयो, तर पैसा तिर्नु भएन भनेपछि यो के भयो? क्रेडिट पर्चेज, क्रेडिट सेल्स भयो नि त। यो त मान्छे आउनुभयो, सामान लैजानुभयो तर पैसा दिनु भएन, के भयो रे? क्रेडिट सेल्स। कसले भन्दा केटिएम सप्लायर। हुनसक्छ यसको ठाउँमा को हुनसक्छ? पोखरा पनि हुनसक्छ, बुटोल सप्लायर्स पनि हुन सक्नुहुन्छ। हाम्रो त तिनटैलाई साइन गराएको छौँ, जो पनि आउन सक्नुहुन्छ। अब हामीले पनि त उनीहरूलाई अघि कन्डिसन एप्लाई गरेको होइन त? हामीलाई म्याक्सिमम 30 डेजभित्र तपाईँहरूले पैसा तिर्नुपर्छ भन्यो भने हो भने त पक्कै पनि तिर्नुहुन्छ। अनि त्यसो भए केही समयपछि उहाँहरू आउनुहुन्छ। जस्तो हामीले यहाँ 1,20,000 को सेल्स गरेको थियौँ भने अब आउनुहुन्छ, केही पैसा तिर्न सक्नुहुन्छ। यो 1,20,000 पुरै पनि हुनसक्छ, 1 लाख मात्रै पनि हुनसक्छ। भनेपछि हामीले के गऱ्यौँ त? क्यास रिसिभ गऱ्यौँ अथवा चेक। अब आजकल त धेरै क्यासका बिट्टा बोकेर हिँड्ने कुरो पनि भएन। चेक रिसिभ गऱ्यौँ कहाँबाट? केटिएम सप्लायर्सबाट। केटिएम सप्लायर्स को हो? डेप्टर्स हो। के गर्छ उसले? हामीसँग सामान किन्छ। सकी त गो। अनि यहाँ आयो एउटा ब्याड डेप्ट र ब्याड डेप्ट रिकभर। अब यो के हो? एकचोटि यहाँ कथाबाट बुझौँ। यहाँ एकजना व्यक्तिको अब मृत्यु भयो भनौँ न। अब उहाँको आफन्तहरू कोही पनि रहेनछन्। गाउँलेले बोकेर अब अन्तिम संस्कारकोतिर लैजाँदैछन्। यहाँ एकजना व्यक्तिले भन्दै हुनुहुन्छ, हाम्रो पसलबाट उधारोमा सामान किन्नु भएको थियो, त्यो पैसा अब कसरी उठाउने? मान्छे त मरिसक्नुभयो, कसरी उठाउने होला? अब उहाँको आफन्त पनि छैन, टेन्सन। अब यो व्यक्तिलाई फेरि आज काममा जान नपाएर टेन्सन छ। जब गरिब दुखी आफन्त नभएका मान्छेको त अब रुनी मान्छे हुँदैन, दुखी छन्। तर किन दुखी छन्? कोही पैसा अब कसरी उठाउने भनेर दुखी छन्, कोही काममा आज जान पाइएन भनेर दुखी हुन सक्छन् होइन। भनेपछि यो व्यक्तिले हाम्रो सुमेगा ट्रेड हबबाट पनि केही पैसा हाम्रो उधारोमा लानु भएको रहेछ भने अब यो पैसा उठ्छ त? हामीले पनि त मोह मार्नुपर्ने होला। हो, त्यो पैसा भयो ब्याड डेप्ट। उधारोमा पैसा लानु भएको थियो भने उहाँ हाम्रो लागि के हुनुहुन्थ्यो? डेप्टर्स। अब डेप्टर्सले पैसा नदिने जब कन्फर्म हुन्छ त्यसलाई हामी ब्याड डेप्ट भन्छौँ। भनेको खराब नउठ्नेवाला पैसा, ब्याड डेप्टर्स। डेप्टर्स मध्येको ब्याड, खराब भनेर नियत खराब भने होइन, हाम्रो लागि पैसा नआउने भएपछि खराब भइहाल्यो। त्यसो भए ब्याड डेप्ट रिकभर चाहिँ के हो त? एकचोटि बुझिहालौँ। केही समयपछि उहाँको छोरा आउनुभयो। मानौँ छोरा विदेशमा कतै जेलमा पर्नु भएको रहेछ। छोरा आउनुभयो, घरमा छिर्नुभयो, अब के लाथ्यो त्यहाँ होइन, माकुराले जालो लाथ्यो होला, सफा गर्नुभयो। अनि बुवाको एकचोटि बाक्सा खोलेर हेरेको, त्यहाँ बुवाले सबै डिटेल लेख्नु भएको रहेछ। मैले योसँग यति उधारो छ, यसलाई मैले यति तिर्नु छ। ओहो, छोरोले हेरिसकेपछि त ल बुवाले उधारो खानु भएको रहेछ। अब म बाँचुन्जेल त मैले केही गर्न सकिनँ, अब बिति नै हाल्नुभयो होइन, यो उधारो तिर्नुपर्छ। सायद बुवा उहाँ स्वर्गमा जान नपाएर ढोका थुनेर पो बसेको छ कि छोराले चाहिँ उधारो नतिर्दैसम्म त जान पाउन्न सनेर। पाप त पाप हुन्छ भन्दै छोरो सबै उधारो खाएकालाई तिर्दै तिर्दै हाम्रोमा पनि आउनुभयो, सुमेगा ट्रेड हबमा। अनि भन्दै हुनुहुन्छ, सर मेरो बुवा फलानु हो,
उहाँले तपाईँकोबाट उधारो पैसा अथवा सामान लानुभएको रहेछ, उहाँ अचानक बित्नुभयो, म विदेशमा थिएँ, सर्टेन अब इस्युले म अब यहाँ कन्ट्याक्टमा पनि थिइनँ, जेलमा थिएँ, केही थियो, तर तपाईँको पैसा म तिर्न चाहन्छु। ओके, अब मै मारेको पैसा हामीले तिर्न आउँछ भने त किन नलिने, ल दिनुहोस्, ठिक छ। हो, त्यो उसले जब एकचोटि ब्याड डेट भनेको पैसा जब फेरि फिर्ता आउने कन्डिसन हुन्छ नि, के भयो, यो ब्याड डेट रिकभर भयो क्या। मै मार्न आँटेको पैसा मारि नै सकेको तर रिकभर भयो, त्यसलाई हामी ब्याड डेट रिकभर भन्छौँ। अब जाउँ ब्याङ्किङ रिलेटेड ट्रान्जेक्सन। हाम्रो सुमेगा ट्रेड हबमा कारोबार गर्ने एउटा ब्याङ्क छ जसको नाम चाहिँ हाम्रो ब्याङ्क छ है। नामै हाम्रो ब्याङ्क, जस्तो जनता ब्याङ्क अथवा पहिला जनता ब्याङ्क थियो, अहिले त छैन, ग्लोबल आइएमई ब्याङ्क, नबिल ब्याङ्क, वाणिज्य ब्याङ्क भने जस्तो हाम्रो ब्याङ्क सकितको। अब यो ब्याङ्कसित रिलेटेड हामीले कस्ता ट्रान्जेक्सन गर्छौँ त भन्दा, हामीले या त पैसा ब्याङ्कमा जम्मा गर्छौँ नि होइन, कहीँबाट हामीलाई क्यास सेल्स गऱ्यौँ, कहीँबाट पैसा आयो भने हामीले त्यसलाई ब्याङ्कमा जम्मा गर्ने कि नगर्ने, गर्ने। त्यस्तै केटिएम सप्लायर्स, बुटोल सप्लायर्स, पोखरा सप्लायर्स कसैले हामीलाई चेक दिनुभयो पैसा दिने ठाउँमा भने यो चेक हामीले लगेर ब्याङ्कमा डिपोजिट गर्ने कि नगर्ने, डिपोजिट भनेको जम्मा गर्ने, ब्याङ्कमा लगेर जम्मा गर्ने यो ट्रान्जेक्सन पनि हुन्छ। त्यस्तै सुमनजी, हामीलाई पैसा चाहियो, हामीलाई क्यास चाहियो, जस्तै फ्याक्ट्रीमा लेबरहरूलाई हामीले पेमेन्ट गर्नु पर्यो अथवा घरबेटीले होइन मलाई त क्यास दिनुहोस्, मलाई क्यासै चाहिन्छ भन्नुभयो, क्यास चाहियो, हामीसँग क्यास छैन भने ब्याङ्कबाट हामीले पैसा निकाल्छौँ कि निकाल्दैनौँ? हो, निकाल्ने कामलाई भन्छौँ हामीले विथड्र भनेको त्यहाँबाट पैसा झिक्नु, डिपोजिट जम्मा गर्नु, विथड्र निकाल्नु, सकिहाल्यो। अब जस्तै हामीले यदि भाडा तिर्नु छ, मानिलिउँ फ्याक्ट्रीको रेन्ट तिर्नु छ अथवा केही समयपछि तपाईँको तलब तिर्ने बेला हुन्छ होला, त्यो बेलामा तिनी त हाम्रो लागि खर्च हुन्, तिनी खर्च हामीले चेकबाट काट्यौँ भने त्यो पनि त ब्याङ्किङ ट्रान्जेक्सनमा पर्यो होइन र? हो, त्यस्तै हामीले अघि जुन पर्चेज गर्ने बिआरजे सप्लायर्सलाई चेक हामीले काटेर इस्यु गऱ्यौँ भने त्यो पनि त हाम्रो ब्याङ्कबाटै काटिने हो नि त। हो, त्यो हुनाले ब्याङ्किङ ट्रान्जेक्सन यस्ता भए। अब जाउँ क्यास रिलेटेड ट्रान्जेक्सन। अब हामीले फ्याक्ट्रीमा जुन काम गर्ने हाम्रा लेबरहरू हुन्छन्, उनीहरूलाई ब्याङ्किङ सम्बन्धी त्यति नलेज पनि हुँदैन, ब्याङ्कमा जाने टाइम पनि हुँदैन, घरि ब्याङ्कले के मिलेन भन्छ, दिगदार हुन्छ नि त। उनीहरूलाई के राम्रो लाग्छ भन्दा या त दिनको अथवा महिनाको क्यासै दिँदा सहज मान्छन्। भनेपछि हामीले कहिलेकाहीँ क्याससित रिलेटेड ट्रान्जेक्सन पनि गर्नुपर्छ नि त। जस्तै सानोतिनो ट्रान्जेक्सन हुनसक्छ, हामीले 1 जार पानी किन्यौँ अथवा केही सानोतिनो खर्चहरूको लागि हामीले क्यास ट्रान्जेक्सन पनि गर्नुपर्छ। यिनी भए क्यास ट्रान्जेक्सन है, यसमा धेरै बुझ्नुपर्ने केही छैन। अदर ट्रान्जेक्सनमा तिनी त भइहाले। त्यो बाहेकका अन्य ट्रान्जेक्सनमा जस्तै हामीले वेजेस तिर्ने, स्यालेरी, रेन्ट, इन त क्यास अथवा ब्याङ्कमा आइ नै हाले। यो बाहेकको हामीले इन्कम रिसिभ हुनसक्छ, रेन्ट रिसिभ, डिस्काउन्ट रिसिभ हुनसक्छ। अब यो के हो त, यसरी बुझौँ। इन्कम रिसिभमा जस्तो रेन्ट, हाम्रो जुन बिल्डिङ थियो सुमेगा ट्रेड हबको फर्स्ट फ्लोर हामीले कफी सपलाई भाडामा दिएको भनेको थियो कि थिएन? त्यो बिल्डिङ कसको हो? सुमेगा ट्रेड हबको हो। त्यो सुमेगा ट्रेड हबले आफ्नो बिल्डिङलाई कफी सपलाई भाडामा दिएको हो भने त्यहाँबाट रेन्ट आउँछ कि आउँदैन? आउँछ। भनेपछि यहाँ रेन्ट भन्ने शब्द आफैमा इन्कम रहेछ कि एक्सपेन्सेस रहेछ? दुइटै रहेछ। कसरी? हामीले कफी सपबाट रेन्ट लिउँछौँ, हामीले पाउँछौँ, इन्कम भयो, रेन्ट रिसिभ भयो। तर फ्याक्ट्री त फेरि हाम्रो भाडामा छ, हामीले फ्याक्ट्रीको रेन्ट फेरि तिर्छौँ भनेपछि रेन्ट पेड हुन्छ। त्यो चाहिँ पेड भन्यो भने खर्च, रिसिभ भन्यो भने इन्कम। त्यस्तै डिस्काउन्ट पनि त्यस्तै हो। हामीले बिआरजे सप्लायर्सलाई मानिलिउँ 1,55,000 तिर्नुपर्ने थियो। अब बिआरजे सप्लायर्सले के भन्दै हुनुहुन्छ, ठिक छ यो 55,000 छोडिदिनुहोस्, मलाई 1,50,000 दिनुहोस्, म तपाईँलाई 5,000 रुपियाँ डिस्काउन्ट दिन्छु भन्नुभयो भने यो 5,000 हाम्रो के भयो? डिस्काउन्ट रिसिभ भयो। हामीले डिस्काउन्ट पायौँ, छुट पायौँ, पुरा तिर्नु परेन। त्यस्तै फेरि हामीले केटिएम सप्लायर्स, पोखरा बुटोल सप्लायर्समध्ये कसैलाई ल तपाईँको 1,55,000 छ, हामीलाई अहिले अलिकति पैसा धेरै चाहिरहेको छ, ल तपाईँले अलिकति टाइममै तिर्नुहुन्छ, चाँडै तिर्नुहुन्छ भने ल म तपाईँलाई 5,000 डिस्काउन्ट दिएँ भन्यो भने त्यो डिस्काउन्ट फेरि हाम्रो लागि के भयो? घाटा भयो नि त। डिस्काउन्ट एलोट भयो क्या। हामीले अरूलाई डिस्काउन्ट दियौँ, एउटा हामीले डिस्काउन्ट पाउने डिस्काउन्ट भयो, एउटा हामीले डिस्काउन्ट दिने डिस्काउन्ट, यस्तो हुन्छ। अब यो बाहेक हामीलाई चाहिने जस्तै हामीलाई भेहिकल चाहिएला, भोलि डेलिभरी गर्नलाई एउटा ठुलो गाडी चाहिएला, मेसिन चाहिएला, एउटा नयाँ अब कम्प्युटर चाहिएला भनेपछि यिनीहरू फिक्स एसेट्स पर्चेज पनि त गर्छौँ होला।
नयाँ हामीले फिक्स एसेट्स पर्चेज गर्दै गर्दा पुरानो यदि फिक्स एसेट्सको राम्रै मूल्य पर्छ ठिकै पर्छ भने हामीले फिक्स एसेट्स बेच्ने पनि गर्छौँ होला भनेपछि अहिलेलाई तपाईँले बुझ्नुपर्ने तपाईँको डे 1 हो, आज फर्स्ट डे, आज पहिलो दिन तपाईँले बुझ्नुपर्ने भनेका बिजनेसमा के ट्रान्जेक्सन हुँदा रहेछन् भनेर यति बुझेपछि पुग्छ। हामी बिस्तारै डिटेलमा गइहाल्छौँ। ल अब फेरि हामी त अहिलेसम्म मिटिङ हलमै छौँ। म तपाईँलाई भन्दैछु सुमनजी, भोलिबाट तपाईँ हाम्रो कम्पनीको एकाउन्टेन्ट, तपाईँको अबको रेस्पोन्सिबिलिटी के हुन्छ नजानेको सबै म सिकाइ नै हाल्छु। बलदेव सर यहाँ जिन्दाबाद है। तर तपाईँले अब के गर्नुपर्छ भन्दा रेकर्डको आइडेन्टिफाई गर्ने, अनि त्यसको डकुमेन्टेसन गर्ने, त्यसलाई रेकर्ड राख्ने, अनि रेकर्ड राखिसकेपछि क्लासिफाई गर्ने र समराइजेसन गर्ने, यानि कि टोटलमा समरी गर्ने। यो काम चाहिँ तपाईँको हुन्छ है भनेर मैले ल नोटमा टिप्नुहोस्। तपाईँको रेस्पोन्सिबिलिटी अब बिस्तारै अहिले नै होइन, अहिले त मैले सिकाएकै छैन, भोलिबाट म सिकाउँदै स्टेप बाई अगाडि जान्छु। तर अब तपाईँको रेस्पोन्सिबिलिटी चाहिँ अहिलेको लागि यति हुन्छ भनेर मैले तपाईँको रेस्पोन्सिबिलिटी यहाँ छुट्याइदिएँ। फेरि तपाईँ अब मैले भन्दैछु अब हाम्रो त आज फर्स्ट डे हो। अब लगभग फर्स्ट डे अब सकिन लाग्यो है। आज फर्स्ट डे भएकोले ठिक छ सुमनजी, अब तपाईँ यहाँको एकाउन्टेन्ट हुनुभयो। अब तपाईँको रियल जर्नी चाहिँ एकाउन्टिङको यात्रा चाहिँ भोलिबाट सुरु हुन्छ है भन्दाखेरि तपाईँ पुरा एक्साइटेड मोडमा सर अब मलाई एकाउन्टिङ पढ्ने होइन एकाउन्टिङ गर्ने उत्साहको छ भन्दै हुनुहुन्छ। ल ठिक छ, त्यसो भए आज हामीले टोटलमा के सिक्यौँ त सुमनजी भन्दा सुरुमा हामीले बिजनेस के रहेछ भनेर बुझ्यौँ। हामीले सुमेगा ट्रेड हब भन्ने एउटा सिमुलेटेड बिजनेस इन्भाइरोमेन्टमा तपाईँ जहाँ भए पनि तपाईँ एज अ सुमेगा ट्रेड हबको एकाउन्टेन्टको रूपमा मैले तपाईँलाई भूमिका दिएँ। र सुरुमा मैले के सिकाएँ भन्दा एउटा कम्पनी कसरी बन्दो रहेछ भन्दा ओनरले कसैले कम्पनीमा पैसा इन्भेस्ट गर्नुपर्दो रहेछ, त्यसलाई हामी क्यापिटल भन्दा रहेछौँ। एकाउन्टेन्टको काम के रहेछ अथवा एकाउन्टिङ भने के रहेछ, एउटा एकाउन्टिङ बुझ्नलाई बुक किपिङ र एउटा एकाउन्टिङ बुझ्नु पर्दो रहेछ। बुक किपिङ भनेको सुरुमा रेकर्ड राख्ने काम मात्रै रहेछ भने एकाउन्टिङ भनेको त्यो रेकर्डिङ प्लस यसको क्लासिफाइङ, समराइजिङ, एनालाइसिस अरू काम रहेछन्। तर अहिले हामी एनालाइसिस पनि पढ्दैनौँ। 11 मा हामी यो चाहिँ रेकर्डिङ प्लस क्लासिफाई र समराइजेसनको पार्ट मात्रै हेर्ने हो। त्यो हुनाले गाह्रो छँदै छैन। अब यो एकाउन्टिङ गाह्रो सब्जेक्ट भनेर अब हल्ला गर्छन् है, अब एकाउन्टिङ गाह्रो हुनेवाला छैन, तपाईँ ढुक्काउनुहोस्। अनि यसपछि हामीले के पढ्यौँ त भन्दा बिजनेसको हामीले एग्रिमेन्ट गऱ्यौँ है, हाम्रो डेप्टर्स थाहा पायौँ, सप्लायर्स थाहा पायौँ र हाम्रो टोटलमा बिजनेसमा के ट्रान्जेक्सन हुँदो रहेछन् त। ट्रान्जेक्सन जस्तै क्यास रिलेटेड, ब्याङ्क रिलेटेड होइन, अनि चाहिँ डेप्टर्स अनि क्रेडिटर्स रिलेटेड यस्ता ट्रान्जेक्सनहरू यस्ता ट्रान्जेक्सन हुँदो रहेछ नि त हाम्रो चाहिँ नि सुमेगा ट्रेड हबमा भनेर अब तपाईँ मक्ख परेर फर्किँदै हुनुहुन्छ। अन्तिममा तपाईँलाई कस्तो लाग्यो क्लास? सुरुको डे 1 हो यो, धेरै लामो पनि गराएको छैन मैले। भोलिबाट हामीले साँच्चै नै एकाउन्टिङ के रहेछ अझै डिटेलमा, अझै गहिराइमा, अझै मजा लिएर एउटा जर्नीको रूपमा हामीले एकाउन्टिङ सिक्नेछौँ। डे 1 तपाईँले सानो कुरा सिक्नुभयो, भोलि तिनी ट्रान्जेक्सन कसरी हुन्छन्, त्यस्ता ट्रान्जेक्सनलाई हामीले कसरी रेकर्ड राख्छौँ भन्ने कुरा हामी भोलि सिक्नेछौँ। आजको क्लासको लागि धन्यवाद। क्लास मन पर्यो भने साथीहरूलाई सेयर पनि गर्नुहोला। हाम्रो यो नयाँ टिचिङ मेथोडोलोजी हो, धेरै वर्षको मेहनत पछिको यो रिटर्नको रूपमा डेभलप गरिएको यो नयाँ टिचिङ मेथोडोलोजी हो। मलाई भरोसा छ सायद तपाईँले इन्जोय गर्नुभयो होला। आधी घन्टा जस्तो हुन लाग्यो के र, सायद समय पनि बितेको थाहा पाउनु भएन कि मैले त थाहा पाउँदिनँ प्राय पढाउँदै गर्दा। ल ठिक छ, आज क्लासको लागि धन्यवाद। भोलि हामी डे 2 मा फेरि भेट हुनेछौँ। बाई बाई।